स्वागत छ हजुरलाई मेरो नयाँ ब्लगमा। म चाहिँ अहिले यता इभिनिङ वाक गर्दै साँझको टाइममा यता हाम्रो खोलातिर खरबरी ओलाइन पर्यो अनि तल गएर आउनु पर्यो। आज चाहिँ उकालो हेर्नु पर्यो, हल्का घाम पनि गइसकेछन्। यहाँबाट चाहिँ ओह्रालो गएर अहिले आउने बेलामा चाहिँ फेरि उकालोमा साइडतिर आएको म इभिनिङ वाकको लागि। खोला साइडतिर, खोला पनि अस्ति भन्दा त लगभग अहिले अलिकति सानो रहेछ। सानो त खासै ठुलो नरहेछ। यहाँनिर हेर्न सक्नुहुन्छ हैन, वहाँ तल पुगेर एकछिन फिसिङ खेलेर हैन, माछा परे नि नपरे नि, अनि यो बाटो हुँदै आएको। पुरा यहाँ चाहिँ खरबरी हुँदै यो यहाँ पुरा घाँसै घाँस छ। यहाँ हेर्न सक्नुहुन्छ, खरबरी गएर आउनु पर्यो। आजको मेरो वाक चाहिँ यो साइडतिर घाँस पनि भैँसीको लागि टन्नै छ यो साइडमा। जो घाँस पनि कस्तो राम्रो के, पुरै यस्तो लामो पुरै खरबरीभरि पुरै घाँसै घाँस छ। अनि उहाँनिर पनि रहेछ कस्तो मजाको। उहाँनिर हजुरले देख्न सक्नुहुन्छ, यहाँनिर वाह पुरा घाँसै घाँस। जे होस्, पहिला म पनि गाउँमा छँदाखेरि घाँस काट्थेँ हैन, हेर्न सक्नुहुन्छ हैन, यहाँ घाँस यस्तो मजाको घाँस हेर्नुहोस् त, खरबरीभरि पुरै घाँसै घाँस। यो साइडतिर आउँदाखेरि आफ्नो गाउँघरको याद आयो। यहाँ हेर्न सक्नुहुन्छ, पहिला पनि मैले हैन गाउँतिर बस्दाखेरि यसरी नै घाँस यसरी नै पुरा काटेर भैँसीलाई दिन्थ्यौँ। यहाँ चाहिँ हाम्रो जङ्गललाई हेर्न सक्नुहुन्छ। यो यहाँनिर चाहिँ हैन, यो पारी जुन अहिले यो जङ्गल मैले देखाइरहेको छु हैन, यो जङ्गलमा चाहिँ भोलि पर्सि कटुस हजुरको यति धेरै हुन्छ कि कटुस आमामा ल। यो चाहिँ पुरा जङ्गल, यहाँनिर माथि खोला माथि जङ्गल। यहाँनिर चाहिँ यस्तो कटुस फल्छ कि मुङ्सी अब असोज ताका मुक्ति ताका वहाँनिर त्यो साइडतिर चाहिँ गयो भने पुरा यति धेरै कटुस हुन्छ कि। अब यहाँ ओर्लाउँदैछु तर ओर्नलाई अलि टाइम लाग्यो कि, पुरा यस्तो घाँसै घाँस छ। कस्तो मजाको घाँस तर जे होस्, आज चाहिँ खासै घाम त लागेको छैन, त्यही पनि पसिना चाहिँ टन्नै आइगयो। तर त्यहाँ तल झरेपछि एकछिन त फिसिङ खेल्छु म, तर माछा परे नि नपरे नि फिसिङ चाहिँ खेल्नु पर्यो एकछिन 1 घन्टा। सो म आज चाहिँ माई गड, बुढा चाहिँ अगाडि गइसक्नुभयो। म चाहिँ यहाँ हिँड्दै अलि समय लाग्ला जस्तो लाग्यो खोलानिर त झर्नलाई। मलाई त अहिले नै पसिना आइसक्यो पुरा, ओह्रालोमा झर्दा पुरा पसिना आइगयो हौ। पुरा घाँसै घाँस छ क्या, फेरि बाटैभरि घाँसै घाँस। आम्बो बिस्तारै झर्नु पर्यो अब। हेर्नु न कस्तो टन्नै घाँस छ यहाँ, यस्तो मजाको घाँस। यहाँ त बसेर झर्न पर्ने भयो, निकै अप्ठ्यारो गौडो रहेछ हौ, बस्नै पर्ने भयो फेरि। ओइ राम मोटो मान्छेलाई त फेरि बस्नै गौडो ओर्ला नै गाह्रो हो।
म चाहिँ यहाँ तल खोलाको किनारामा झरिसकेको छु। माथि खरबडीबाट तल नै झरिसकेको छु। तर पसिना हेर्न सक्नुहुन्छ, पसिना चाहिँ मजाले चुहिरहेको पुरा। अम्बो पसिना अहिले नै पसिना आएको मलाई। किनारामा आइसकेको छु। ल हेर्न सक्नुहुन्छ, किनारामा आइसकेको छु। ल यहाँ हेर्न सक्नुहुन्छ हजुरले, क्या मजाले सननन फुर्से खोला त मजाले बगिरहेछन्। वाउ, ल हेर्न सक्नुहुन्छ यहाँ खोलाको किनारा आइसकेपछि झरिसकेपछि हेर्न सक्नुहुन्छ पुरा पर पाती। वाउ, पाती कति राम्रो पाती, हेर्नु न कस्तो दामी पाती। ओइट, अब यहाँ चाहिँ 1 घन्टा 1.5 घन्टा फिसिङ गर्छु म, अनि त्यस पछाडि घरतिर फर्काउनु पर्ला। यो के चाहिँ होला हो, यहाँ हेर्न सक्नुहुन्छ तपाईँले है। हेर्नु के फल होला कि यस्तो पुरा लपक्कै फलिरहेछ त पुरा मजाले, त मजाले फलिरहेछ। के होला यस्तो, यस्तो मजाले फलेको हेर्नु न। दामी तरिकाले सबै प्रत्येक आँगामा हेर्नु त। वाउ, कति धेरै फलिरहेको। तर के हो मलाई थाहा भएन ल। तर अस्ति नै भन्दा त घटेछ हो। हेर्नु न कत्रो ठुल्ठुलो ढुङ्गा छ हो। म जाने भनेको यहाँनिरबाट यो दुईटा, यहाँ नै यो दुईटा ढुङ्गा उता पछाडि जाँदैछु। यहाँनिरको दृश्य चाहिँ हेर्न सक्नुहुन्छ। वाउ, यस्तो छ पुरा हरियाली जङ्गल। म चाहिँ यहाँनिर चढ्छु। अस्ति चाहिँ होइन, बाँध खोल्दाको दिन चाहिँ पुरा यहाँनिरसम्म आइरहेको थियो होइन, पानी यो किनारासम्म पानी आइरहेको थियो। माथि भेल पुरा यो साइडमा त पुरा भेल आइरहेको थियो होइन अस्ति नै। अहिले चाहिँ सो पुरा घटेर चाहिँ हेर्न सक्नुहुन्छ। ओ साइडमा वहाँ पर साइडबाट गइरहेछ खोला। म चाहिँ यहाँ बल्छी थाप्नेनिर चाहिँ आइसकेको छु। तर यस्तो छ कि बाटो पनि एकदमै अप्ठ्यारो होइन, पुरा पसिना बनाइगयो हो। हेर्न सक्नुहुन्छ होइन, पसिना बनाइगयो। अब चाहिँ म एकछिन ट्राई गर्छु, हेरौँ अब लाग्छ या लाग्दैन। म चाहिँ अब ट्राई गर्छु। तर लास्टै पसिना आएको हो। ओ माई गड, ठाउँ चाहिँ यस्तो छ यहाँ हेर्न सक्नुहुन्छ। यस्तो अप्ठ्यारो यो बाटो आएको साह्रै कोचे पुरा अप्ठ्यारो त्यस्तै यहाँनिर हेर्न सक्नुहुन्छ। तर अहिले चाहिँ यहाँ खेल्ने भनेको अब हेरौँ। यहाँ चाहिँ यहाँनिर चाहिँ अलिकति ताल बसेको छ, एक ठाउँमा पानी जम्मा भएर। यहाँ हेर्न सक्नुहुन्छ। यहाँनिर आएर ट्राई गर्नु पऱ्यो। तर लास्टै झाडी रहेछ हो, हेर्न सक्नुहुन्छ है। लास्टै झाडीमा त झ्याउ हुन्छ हो, झ्याउ लाग्छ मलाई त यस्तोमा त। कहाँ यस्तो झाडीमा यार, सर्प होला सर्प। यहाँनिर चाहिँ अब ट्राई गर्नु पऱ्यो, हेरौँ। चाहिँ अब बल्छी खोल्दै हुनुहुन्छ। तर लास्टै झाडी क्या, लास्टै जो रमाइलो। रड चाहिँ मैले यहाँ थापिरहेको छु होइन, तर निकै बेर भइगयो होइन। आज चाहिँ यत्तिकै टाइम पास। एउटा माछा नि पर्दैन होला जस्तो लाग्यो मलाई। यहाँ हेर्न सक्नुहुन्छ रड चाहिँ मैले थापिरहेको छु, तानिरहेको छैन। र एउटा रड चाहिँ वहाँ परनिर यहाँनिर हेर्न सक्नुहुन्छ थापिरहेको। अब त यो माछा पर्नभन्दा पनि एउटा इन्जोय।
निकै अवेर भइसक्यो थापेको पनि तान्दै तान्दैन त हौ। यहाँ ढुङ्गामा राखिरहेको छु मैले यसरी होइन, त्यो ढुङ्गामा यो साइडमा। अब चाहिँ झ्याउलाइसक्यो मलाई, माछै परेन होइन। थापेको थापे वेटिङमा बसेँ। अब चाहिँ घरतिर लाग्न पर्ला जस्तो छ। ल हामी चाहिँ होइन घरतिर हिँडेको, पानी पनि आउन थाल्यो। यहाँ रडसट उठाउन लगाएको होइन। ल रडसट उठाउनु त। अब माछा चाहिँ तर लाग्न पर्ने कुरा आज चाहिँ लागेन। ल ओहो हावा आइगयो, पानीले भेट्ला जस्तो लाग्यो हो मलाई त। आमामा मैले त फेरि अलरेडी रड प्याक गरिसकेको छु। यो मेरो मैले चाहिँ प्याक गरिसकेको छु यहाँ। ल प्याक गर्नुभयो। हावा चाहिँ खतरा लाग्यो। आमामा वाउ हावा। ल ल प्याक गर्ने यसलाई खोलेर। मेसिनले त खोल्न पर्दैन होला हो। प्याक प्याक प्याक। माछा चाहिँ आज एउटा नि पर्दै परेन होइन। माछा चाहिँ नपरेको अवस्था। ल आज चाहिँ जेस टाइम पास चाहिँ भइगयो होइन, वाक पनि भइगयो। अब चाहिँ घरतिर हिँडेको मस्त हावा चाहिँ हेर्न सक्नुहुन्छ। हावा चाहिँ क्या मजाले लगाइरहेको छ होइन। हावा अब खाएर एकछिन पछाडि उकाली लाग्नुपर्ने हुन्छ। आजको माछा चाहिँ परेन। ल म चाहिँ यहाँ खोलाको किनारा बसेर हावा खाँदैछु। तर जे होस् माछा चाहिँ एउटा दुइटा त लाग्न पर्ने, तर लाग्दै लागेन कि आज। सो अब चाहिँ म घरतिर लागेको। फेरि पनि यस्तै भिडियोमा भेटौँला। अहिलेलाई चाहिँ बाई बाई।